जीवनमा सफल हुन चाहने हो भने एउटा कुरा सम्झनुहोस्, ठूलो सफलता एकैचोटि आउँदैन। सानो सानो प्रयासहरूको निरन्तरताबाट बनिन्छ। हरेक दिनको सानो पढाइले नै भविष्यको ठूलो उपलब्धि तयार गर्छ। आज पढ्न मन लागेन भने पनि थोरै समय भए पनि पढ्नुहोस्, किनकि मन लाग्दा मात्रै काम गर्ने बानीले तपाईलाई कमजोर बनाउँछन्। तर नलाग्दा पनि काम गर्ने बानीले तपाईलाई शक्तिशाली बनाउँछ। समयलाई सही तरिकाले प्रयोग गर्नुहोस्। मोबाइल, सामाजिक सञ्जाल, अनावश्यक कुराहरूमा समय बर्बाद नगर्नुहोस्। प्रत्येक दिन कम्तीमा 1-2 घण्टा ध्यान दिएर पढ्ने बानी बसाल्नुहोस्। अर्को महत्त्वपूर्ण कुरा, आफूलाई अरूसँग तुलना नगर्नुहोस्। तपाईँ आफ्नो यात्रामा हुनुहुन्छ। हिजोको आफूभन्दा आज राम्रो बन्ने प्रयास गर्नुहोस्। आफ्नो लक्ष्य बनाउनुहोस्। तपाईँ किन पढ्दै हुनुहुन्छ? आफ्नो सपना सम्झनुहोस्। परिवारको खुसी, आफ्नो भविष्य, आफ्नो पहिचान। जब लक्ष्य बलियो हुन्छ, बहाना आफै हराउँछ। अन्त्यमा, आजको मेहनतले भोलिको सपना पूरा गर्छ। त्यसैले हार नमानी निरन्तर पढ्नुहोस्। आफ्नो लक्ष्यमा अडिग रहनुहोस् र विश्वास राख्नुहोस्। तपाईँ अवश्य सफल हुनुहुन्छ।